हेलो एभ्रिवान, सो वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियोमा चाहिँ तपाईँलाई धेरै धेरै स्वागत छ। हामी चाहिँ है आज चाहिँ धेरै समय पछाडि आज हामी एउटा फ्यामिली स्टोर भन्ने मार्केटमा आइरहेको छौँ है। आज चाहिँ मेरो गाईहरू उता पछाडि छन्, अनि कतिपय गाईहरू उता गइसक्यो होइन। सो हामी चाहिँ टक्क लाएर उता सपिङ गर्नुपर्ने हुन्छ सामानहरू है। सो तपाईँलाई थाहै छ, म चाहिँ धेरैभन्दा नि लगभग 1 वर्ष भइसक्यो मैले भिडियो नबनाएको। सो गाइज यु क्यान सी द न्यू भिडियो। सो अहिले चाहिँ मार्केटमा आइरहेको छु म। यहाँ मार्केटमा चाहिँ अब के सामान किन्ने, हाम्रो केटाहरू के किन्छन् भन्ने कुरो अहिले ट्याक्क लाएर हेर्नुपर्ने हुन्छ। कता गयो हाम्रो मोटे दाइ? बनाइदिउँ? म नादिन्छु। हो म नादिन्छु के, तिम्रो गाना बजाऊ म नादिन्छु। अनि भाइरल तिम्रो मोबाइलमा म नाचेको भिडियो भाइरल हुन्छ। हुन्छ पक्का हुन्छ। कहाँ म्युजिक लगाऊ न, बनाइदिन्छु। हामी चाहिँ मार्केटमा यस्तो सामान छ, यहाँ नपाउने चिज केही पनि छैन क्या। यहाँ हरेक चिज पाउँछ, हरेक चिज एनिथिङ पाउँछ। हरेक त्यो 2 रुपियाँमा चाहिँ होइन, महँगो चाहिँ एकदम महँगो हो। अनि यहाँ चाहिँ यस्तो टोकरीहरू, टक्क बाल्टीहरू यहाँ। अब यिनीहरूको प्राइस हेरेर चाहिँ ठाउँको ठाउँ बेहोस भइन्छ होइन। त्यही हो। अब यहाँ हेर, यो हेर, अब यसमा के राख्न मिल्छ? भाँडा सामान 49.90 पैसा भनेपछि लगभग 100 भने चाहिँ नेपाली लगभग 3000 रुपियाँ। अब अझ यो त छन्, अझ महँगो छ 179 रिङ्गेट। ओ माई गड, च्यात्याउ सर्ट। हाई आजभोलि चाहिँ मलाई भिडियो बनाउने खासै मन नलागे जस्तो हुन्छ क्या। खै किन हो, साला दारू पानी खान छोडेर हो कि त्यस्तै भन्नु पर्ला जस्तो छ है। आजभोलि खै के भयो, भिडियो पनि एकदम भाइरल भएर क्या, पुरै माटो नि भ्युज पनि यस्तो कडक भ्युजहरू आइरहेछ। माटो नि झ्याप्पा भिडियो हाल्ने बित्तिकै 50 भ्युज आइदिने के होइन। त्यही भएर पनि भिडियो चाहिँ एकदम हाल्न मन लागेर मैले 1 वर्षसम्म नहालेको भिडियो। र मोटे कता हो मोटे? यहाँ चाहिँ टक्क इलेक्ट्रोनिक सामानहरू छ, टक्क गाडी साडी रिपेयर गर्नु पऱ्यो भने चाहिँ चट्ट। अनि यतातिर चाहिँ ग्लोभ्सहरू छ यसो, अब के गर्नलाई चाहिन्छ ग्लोभ्सहरू चाहिँ। अनि टक्क यहाँ सब कुछ। अनि यहाँ चाहिँ बाथरुममा टक्क लाएर नुहाउनको लागि च्याट्ट, माथिबाट यसो सावरिङ गर्नको लागि है, कुछ मिल्छ। अनि यो चाहिँ पैसा चेक गर्ने टक्क अब यो हुन्छ यसको, टक्क यहाँ माथि बाकोड हुन्छ, टक्क यसरी लगाइयो। तपाईँको देखाइहाल्यो कति भयो, 8 रुपियाँ 50 पैसा। यस्तो सुविधा हुन्छ। यस्तो सुविधावाला सुपर मार्केट नेपालतिर पनि टक्क बनाइदियो भने त मस्त हुने है। लगानी चाहिँ अलिक कडक लाग्छ धेरै है, तर मार्केट त यस्तो मार्केट त एकदम हुनुपर्ने। एउटा क्लिप्स र यो भित्तामा ठोक्ने किला, कतिवटा किला छन् यसमा? 3 6वटा किला छन्, 1 रुपियाँ 20 पैसा भनेपछि कति भयो? 30 लगभग 45-50 रुपियाँ समथिङमा 6वटा किला आउने भए। 150 रुपियाँमा 1 किलो आउँछ। 100-150 नेपालमा त हो। के क्लिप लाने? अरू के किन्नु छ र? त्यहाँ क्लिप मात्रै लग्ने हो र अरू केही सामान लग्ने होइन? रक्सी खाने गिलास लग्ने हो? रक्सी खाने गिलास यहाँ एउटा रहेछ एकदम। डक्टरले 1 प्याक मात्रै खाने भनेको छ भन्ने, अनि यही गिलासमा टक्क हाल्ने, ठिकै हुन्छ होला होइन। 1 गिलास रक्सी डक्टरको भनाइअनुसार खाएपछि ठिक्क हुन्छ। नि टक्क यिनी चाहिँ ग्यास चुल्हाहरू। ए भाइ एउटा इलेक्ट्रोनिक चुलो खोज न, इलेक्ट्रोनिक चुलो लैजाउँ। अब नेपालमा काम छैन, कुलमानलाई लखिदिसक्यो। माइक छ नि, हेलो गर्नुपर्छ। के हो त्यो? मेरो मोबाइलमा त्यो हाल्ने छँदै छैन। त्यो हाल्ने मेरो मोबाइलमा छैन नि, यसमा इयरफोनै लाग्ने सिस्टम छैन। मेरोमा लाग्दैन। उसकोमा होला। अनि टक्क राइस कुकरहरू, यो राइस कुकर खिन्ड कम्पनीको कति लिटरको हो यो राइस कुकर? 4-5 लिटरको खै कति होला? 2.8 लिटरको रहेछ। 109 भनेपछि नेपाली लगभग 3500 रिङ्गेट समथिङ पर्ने रहेछ। खै नेपालमा कति पर्छ त्यो त मलाई थाहा छैन। अनि यतातिर चाहिँ अब टक्क
पङ्खाहरू चट्ट 3000 4000 5000 यो 6000 हेरी नेपाली प्राइजमा छन् हैन। अनि यतातिर चाहिँ टक्क डाइपरहरू छन् बच्चाहरूको लागि डाइपरहरू। अनि टक्क यतातिर चाहिँ पुरो होटलको लागि भनेर यत्र ग्यासहरू पनि छन्। हाम्रो केटाहरू चाहिँ उतातिर खै के खोजिरहेका छन्। यस्तै हुन्छ इलेक्ट्रोनिक चुलो पनि, तर यो चाहिँ इलेक्ट्रोनिक चुलो होइन, ग्यास नै हो। छ कति प्राइस यसको 280 रुपियाँ। बापरे ठिकै हो 6-7 हजारमा त्यो राम्रोवाला। सो त्यस्तै हो मार्केटमा सामानहरू त अब भइहाल्छ, तर यहाँको महँगाई भन्नुहुन्छ भने चाहिँ महँगाईको त कुरै नगर। साला अहिले झन् 1700 बेसिक भएदेखि यहाँको सरकारले त यतिसम्म लुटिरहेछ के भन्ने। र अहिले तिउन तरकारीहरूको बारेमा चामलको बारेमा अहिले तल देखाउँछु। अहिले नेपालमा 6000-7000 अहिले कति छ नेपालमा प्राइस 6000-7000 मा 1 क्विन्टल चामल आउँछ होला। यहाँ 1 क्विन्टल चामललाई कति पर्छ अहिले सबभन्दा सस्तो पनि 1 क्विन्टल कति पर्छ अहिले म तल गर्दै। आइसक्रिम खुवाउनु भाइ, आइसक्रिम खाइदिनु पर्ने हुन्छ। यस्तो गर्मी छ अब चिसो आइसक्रिम। मेरो एउटा साथी छ आइसक्रिम खुवाउने साथी छ। त्यही हो साथी भनेको त्यही त हो नि। अब पैसा भाइ खिला, पैसा दियो नखिला पाडमै जा। 1 रुपियाँ पैसा तपाईँ आइसक्रिम खाइदिनु पर्ने हुन्छ। हाम्रो त्यहाँ आइसक्रिम दिनेवाली एउटी मोटी दिदी पनि खतरा मोटी दिदी छन् नि, पुरै एकदम यहाँबाट भाषामा बोलेपछि त मारिहाल्छन् नि फेरि। कुछ भी भन्नु हुँदैन त्यस्तो, रिसाउँछन् फेरि टक्क। ल पैसा पनि तिरिसक्यो 60 रुपियाँ। एउटालाई 60 रुपियाँ सेटर। ल एउटा आइसक्रिमलाई 60 रुपियाँ नेपाली खाएछ 60 रुपियाँ है। आ गया मजा आयो। टक्क लाएर म चाहिँ फाइनली सब्जी मार्केटतिर आइसकेँ यतातिर है। सब्जी यहाँको आज चाहिँ टमाटरको भाउ चाहिँ कम रहेछ, घटेको रहेछ। घटेको पनि के भन्ने हो र 2 रुपियाँमा आधा किलो। 3 रुपियाँ 79 किलो भने चाहिँ 125 रुपियाँ किलो भएर छ। म चाहिँ 4वटा लान्छु, 4वटा ल्याएपछि 1 हप्ता पुगिहाल्छ। अनि त्यसको पछाडि यता मासु चाहिँ कुखुराको मासु चाहिँ एकदम सस्तो छ क्या, नेपालको भन्दा पनि सस्तो एकदम। कतातिर हालु कसकोमा हालु दुईटै साला यताउता भइजान्छ नि बुझ्छहरू। यो हो यो त छिटै पुगिन्छ क्या। यो त नयाँवाला हो कि यो? 5 रिङ्गेट नयाँवाला यतिलाई 5 रुपियाँ कट्ठै बरे सक्दिनँ म, गरिब भइहाल्छु म। अबे साले अर्को एउटा इम्पोर्टेन्ट चिज देखाउँछु है तपाईँ गाइजहरूलाई। यहाँ मलेसियामा के खान्छन् भन्ने कुरो यो थाहा छ के हो? यो केराको पात। यो केराको पात नेपालमा कसैले खान्छ? त्यही पनि यो केराको पातलाई आज 2 रुपियाँ 15 पैसा भनेपछि नेपाली 65 रुपियाँ लगभग यो केराको एउटा पत्तालाई। यो पत्तालाई 65 रुपियाँ है। अरू यहाँ के छ नेपाललाई? यो हो गन्जीको पात, सखरखण्ड भन्छ नि नेपालमा, सखरखण्डको पात। यो पनि लगभग 50 रुपियाँ एउटा मुठो छ। सखरखण्डको पात हो। धनियाँ 1 मुठी, धनियाँ कति छ? 2 रुपियाँ 54 पैसा 1 मुठीलाई। 1 मुठीकै एउटा 2-3वटा छन्। अनि त्यस पछाडि यस्तो चिज छ। यो के अरे अदुवाको फुल जस्तो छैन यो? अदुवा बेसारको फुल जस्तो यो खै यो के हो? यो खै यो कसरी खान्छ त्यो थाहा छैन यो। अनि यो के हो? यो कागतीको पात। कागतीको पात छ 79 पैसा 30 रुपियाँ नेपाली कागतीको पात। अनि हाम्रो अनि यो हेर, यो भन्ने कुरो च्याङ्या फुल भन्दैन, कलरवाला फुल हुन्छ नि, त्यो पातमा एकदम कलर विलरवाला। यो यहाँ सब्जी बनाएर खान्छन्। यो छ 3 रुपियाँ 52 पैसा फुलको पातहरू भनेपछि अब के भन्नु यहाँ। अब यस्तो खान्छन्। हाम्रो नेपालमा पनि चिन्यो भनेपछि त घरमा जति तरकारी हुन्छ।
चलो हामी चाहिँ त्यस्तो खाइदैन घाँसफुस होइन हामी पनि यहाँ मांसाहारी हो नि त हामी पनि यहाँ चिकन मटन खाने मान्छे मांसाहारी मान्छे यतातिरको मासु पुरा एकदम खानुपर्ने हुन्छ अहिले एकछिनमा केटाहरू चाहिँ यता के लगिरहेको छ उतातिर चाहिँ केटाहरू के लग्दैछ अनि मेरो बच्चाले यतातिर के त्यो घाँटी 2 रुपियाँ 69 रुपियाँ किलो त्यो हो कुखुराको पन्डो यो कलेजो गरे कलेजो यो हो यो पाङ्रा यो खुट्टा यिनीहरूको सबको अलग अलग प्राइस छ यहाँ अलग अलग प्राइस छ यहाँको यो चाहिँ कुखुराको मासुभरि सबै निकालेर हड्डी मात्रै राखेको यो सुपको लागि यो 5 रुपियाँ 69 रुपियाँ किलो 200 रुपियाँ 1 किलोलाई के लाने हो तिमी माछा छातीको मासु कुन चाहिँ मासु लिनु त हामीले सबभन्दा महँगो मासु लग्ने नि हामीले एकदम महँगो मासु लग्छ होइन महँगो 9 रुपियाँको महँगो 10 रुपियाँ किलो हो कहाँ 9 रुपियाँ 1 रुपियाँलाई घटाउँछ धेरै पनि खाइन्न फेरि मासु 3 पिसले खाइन्छ 1 किलो भइहाल्यो 10 रुपियाँ 300 रुपियाँ गयो चिली ठिक ल यता कता स्पेसल चिज देखाउने चिज यो सर्प जस्तो माछा पुच्छर भएको माछा यो माछाको नाम के हो सर्प माछा तर पनि 14 रुपियाँ किलो यो छेपारो भिडियो राम्रोसँग गाडी खेल छेपारो के छेपारो यसको पैसा हेरेर कति छ 32 रुपियाँ 32 रुपियाँ हाम्रो गाउँघरमा पुरै फालेर खान्छ नि फालेर पुरै यहाँ यस्तो समुद्री गङ्गाटा बिना कामको न यस्तो न केही खावै हुन्छ यसको पैसा हेरेर कति छ यो त होइन हो ल यसैको त हो नि कति धेरै हो त 40 रुपियाँको बिना कामको गङ्गाटा 40 रिङ्गेट कहाँ रुपियाँ 40 रिङ्गेट यो नेपाली 1200 यो छेपारो माछा झिङ्गा माछा हो बे 37 रुपियाँ 37 रिङ्गेट भयो अनि यहाँको हिसाबमा यस्तो सस्तो मस्तो भन्ने त कुरै नगर यति अदरक यार लसुन भन्दा बरु अदरक लाग्नुपर्छ जस्तो लाग्यो अदुवा चाहिँ हेरै यत्रो कति छ 5 रुपियाँ 61 पैसामा यति अदुवा नेपालमा 50 रुपियाँ किलो 100 रुपियाँ किलो पाइन्छ अदुवा यहाँ यति आधा किलो क्या 200-300 ग्राम जति होला के गर्नु गाह्रो छ खानै पर्यो अनि नखाएर हुँदैन ल छोटो यो हाल अनि त्यसपछि सस्तो मस्तो लसुन छैन सस्तो लाउनुपर्छ महँगो खान सकिन्न राम्रो कफी कुन हो अब राम्रो कफी म नेसकफी र एले कफी खान्छु क्या र त्यो पनि नेसकफी हो प्रायःले नेसकफी नै खान्छन् क्या यहाँ नयाँ कफी ट्राई गर्नु पर्यो चट्ट यो चाहिँ कफी अथवा टी coffee like next coffee tastes like same Yeah. This one is latte. You can try latte. One latte. Try a bit. no it's okay Ya lah, cuba sikit-sikit mah. A bit only. A bit can. okay A bit ah. good taste okay That's a bit. okay This one very hot. Okay. oh it's Which one? creamy yeah Yes. Which one more nice? okay wait I Behind there. okay We got 5. Okay. One is coffee mix. okay Normal. Then flat white. Flat white is latte. Okay. Cappuccino. More creamy than this one. Okay. White coffee. okay White coffee and dark roast. Just now you drink dark roast. This one, white coffee, is between flat white and dark roast. Between. okay how many piece in this inside 15 15.2. The price.
28 ग्राम 28. This one 33. More bigger. This one bigger. 33. This one 28. This one 23 only. Cappuccino. Pieces. It's This very is 15. 15. Then the price is 15.2. ल कफी टेस्ट गरेको तर लिएन त्यो चाहिँ पिस कम रहेछ यतातिर चाहिँ यो चामलको भाउ हेर यतातिर सबै चामलको भाउ हो यतातिर चाहिँ अहिले चाहिँ चामलको प्राइस अलिक घटेको रहेछ थोरै घटेर रहेछ किनकि अहिले सबभन्दा सस्तो चामल भने 30 रुपियाँ 79 पैसा होइन 30 रुपियाँ 79 रहेछ भनेपछि लगभग यो 30 रुपियाँ 79 पैसा 10 केजीको हो 10 केजी भनेपछि यो नेपाली समथिङ 900 रुपियाँ होइन 900 रुपियाँमा 10 केजी आयो अनि 1 क्विन्टललाई 9000 रुपियाँ पऱ्यो यहाँ सबभन्दा सस्तो नेपालमा सबभन्दा सस्तो त कति 5,000 मा 1 क्विन्टल आइहाल्छ होला तर यहाँ चाहिँ सबभन्दा सस्तोलाई 9000 रुपियाँ 1 क्विन्टललाई पर्छ अनि महँगो त कुरै नगर महँगो त फेरि 33 रुपियाँमा 5 किलो अनि महँगोको त यहाँ छ नि 6 रुपियाँ 60 पैसामा 1 किलो सबभन्दा महँगा चामलहरू यहाँ छन् 5 किलोलाई कति छ सबभन्दा महँगो चामलहरू साला अहिले झन् 1700 बेसी भएदेखि चाहिँ लास्ट महँगो सामानको पैसा बढेको छ हेलो यता चाहिँ हाम्रा सेक्युरिटी गार्ड होइसिन्छ हाम्रा दङ्गाली होइन हाम्रा दङ्गालीका सेक्युरिटी तर यही मार्केटमै सेक्युरिटी गर्नुहुन्छ अनि यहाँ चाहिँ रक्सीको सेक्युरिटी गर्दै हुनुहुन्छ यहाँ अहिले चाहिँ पुरा है बेजती इतनी बेजती सो अनि ठिकै छ अब यस्तै हामी चाहिँ अब कफी चाहिँ एउटा प्याकेट लिनै पर्छ म पुरानै कफी लिन्छु किन पुरानैमा खाइराख्ने कफी हो नि त उसको टेस्ट गरेको खासै मजा आएन ठिक छ कफी लगिदिनु पर्ने कहाँ तिम्रो कताको ब्याग गरे लकर गरे के भन्छ यो पनि लग्यो ए भाइ कता गयो काजु यहाँ कहाँबाट भेटिन्छ अब हामीले चाहिँ अब आज सन्डे हो नि त सन्डेको दिन त अब रमाइलो नगरेर त हुँदैन सन्डे गर्नुलाई फेरि अनि त्यस पछाडि नि यो आज मेरो छोराको बर्थडे त्यसको लागि 1 बोतल केटाहरूलाई दिनुपर्ने हुन्छ अनि त्यस पछाडि अर्को 1 बोतल चाहिँ मेरो लागि यसो कहिलेकाहीँ खानुपर्ने हुन्छ त्यसको लागि चाहिँ टक्क अब 2 बोतल लगिन्छ 1 बोतल मेरो तर्फबाट केटाहरूलाई छोरोको बर्थडे पार्टी 1 बोतल चाहिँ मेरो प्राइभेटको लागि सो आज चाहिँ 2 बोतल हानिने हो सामानहरू क्यास पनि गरियो दारू लिएछ ठिक छ हामीले क्यास गरियो अब चाहिँ हामी जानुपर्ने हुन्छ बाहिरतिर लास्ट गर्मी भन्दा पनि अलिक शीतल गर्मी कस्तो गरेको छ हामी चाहिँ टक्क लगाएर अँध्यारो देखिरहेको छ हामी चाहिँ केटाहरूको बाटो हेर्नुपर्ने हुन्छ अनि बल्ल जानुपर्छ ल गाइजहरू हामी चाहिँ अब मार्केटबाट एक्जिट हुन लागिसक्यौँ मार्केट चाहिँ अब उता ब्याकतिर गइसक्यो हामी चाहिँ अब टक्क अगाडितिर आइसक्यो हाम्रो यता मोटरसाइकलहरू यतातिर पार्किङ छ अब यहाँ मोटरसाइकलमा टक्क सामानहरू लोड गर्नुपर्ने हुन्छ अनि त्यस पछाडि चट्ट हामी चाहिँ गइदिनु पर्ने हुन्छ है ल ठिक छ ल गाइज अब भेटौँला अब फेरि अब अर्को भिडियो चाहिँ कहिले आउँछ होइन सायद कम्पनीले डिनर दिँदैछ त्यतिखेर चाहिँ बनाउँछु होला सायद एउटा नयाँ भिडियो होइन सो त्यतिखेर भेटौँला अहिलेलाई चाहिँ केटाहरूले फोटो खिच्ने भन्छन् हान्नु पर्ने हुन्छ ल सी यू नेक्स्ट ब्लग